अब हामी चाहिँ यहाँ तरुल खन्ने हो। यत्रो ठुलो बोट छ छन् चाहिँ कुन खन्ने उयो काँक्राको बोट हो यो। यो चाहिँ खन्नु पऱ्यो कि यो चाहिँ के यो छेउको खन्नु पऱ्यो। कत्रो आउँदैछ हेरौँ है। मेरो चाहिँ क्या हो अन्त नि यही छ नि पाइसक्यो। खतरा रहेछ यार। ल भाँचे केटा कस्तो खालको तरुल यो। चेप्टो चेप्टो छ है। पिस पिस गरेर होइन भिडियो यहाँ देखा। यहाँ चाहिँ के छ अरे गोरे के छ अरे अझ यहाँ तरुल छैन। यत्रो देखिस् तैँले गोरे यत्रो तरुल हो यो। अब हामी यहाँ बसेर खन्ने हो होइन। कहिले चाहिँ मलाई यताउता सब बस अरे खतरा फल लहर गोले तरुल गोरे। ल अब यो माथिबाट यो छुट्याइदिउँ कि यसलाई यो जरा छोडौँ होइन अनि माथिबाट तानिदिउँ कि हो त्यसरी हुन्न। मुनि मुनि भन्दा नि हो त्यसरी हो। ल गोरे देखिस् तरुल ओरिजिनल माल। ओरिजिनल माल त्यस्तो करोडको होइन यो। 2-4 यताबाट नि यस्तो ऊ आउने रहेछ यसको के अर्को जाने बिउ आउँदो रहेछ होइन। यो आएपछि माथिबाट उम्रिने गोरे देखिस् घरहरू अझै छ यहाँ। अझै सिद्धे छैन गरिदिउँ। कति आयो झन् 3 आयो आयो नि 2 किलो एक झानको मात्रै होइन त हो। माटो फाल्नु पर्ने यो उठाउनु कस्तो बाङ्गो बाङ्गो हुँदै गएको त म है। अझै तल छ नि माटो फाल्ने के गर्ने माटो फाल्नुपर्छ। के जान्छ अब तल गर्नुहुन्न नि केटा यो ढुङ्गाहरू के काट्यो खाँदा खाने त गोरे अर्को त कता हो त्यही हो लास्ट अरे छोरा 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 गर्छ यहाँ छ नि। किलो भयो 8 किलो थियो
काँक्रा नि हुनु पर्ने अस्तिसम्म हरियो थियो त बोडी हाइट गरे यार अझै छ त यहाँ एउटा सिकिनलाई उता 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 त्यो उता छ बिस्तार कोटा त यस्तो रहेछ गेडा पानी आउने नाली हो तर यसको चाहिँ यहाँ पनि उम्रिन्छ क्या हामीले चाहिँ साइड कुलो हालेको सब झाडी भइसक्यो अहिले पहिला केही पनि थिएन केही थिएन यही तलतिर रुखहरू थियो सब यस्तो झाडी भएछ अहिले ए सफा गर्दैछ डर लड्यो नि होइन सब सो अलिक खोल्नुपर्छ होला है टाकटुक सब पत्केर सब फाल्नुपर्छ अनि मजा आउँछ अनि सफा हुन्छ ए यस्तो फोहोर नि होइन गोरे वाल वाल सब फोहोर भएर बसेको छ माटो जमेर यता पानीहरू आउँछ नि त सब झाडी पानी कुवा भन्छ नि यसलाई होइन भल काट्दै हो कि होइन गोरे भल काटेको हो भोलि पर्सि बर्खामा सजिलो हुन्छ नि कसो गोरे ठिक छ हुन्छ च्याट चाहिँ गोरे उता परको दाउरा छ अरे भन्थ्यो धिरा पर ल हाम्रो चाहिँ पानी गइसक्यो उहाँ तल तल केटाहरूमा त्यो सिमसा पानी 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 आयो पानी पानी कत्रा आयो पानी हात धुनुपर्छ ए खतरा पानी आयो पानी आयो ए गुडुङडुङ पानी आइसक्यो तर यो चाहिँ हाम्रो हिउँदोको पानी हो कहिले सुक्दैन फेरि यो चाहिँ सुक्यो सुक्यो जस्तो टकटकाउँदै जाने हो फेरि सब झाडी भइसक्यो दाउरा पानी भएन गरी हिँडा ऊ फुट्यो त के भएर फुट्यो राम्रो भएन नि ए ए पाइपै फुटेछ नि त नि ल हामी चाहिँ दाउरा लिएर आएको होइन गोरे अब दाउरा पानी बनाइयो ए बाजी घर नि खाली हो फलफुल फलफुल सब यो दुईवटा घर मात्रै बाँकी छ अब सब खाली भयो यी बारीहरू सब खाली खाली यता यत्रो पानी पाइप आइरहेको छ तर पानी त आउँछ अलि व्यवस्था आएन कहिले आउने थाहा छैन त्यतातिर खाली भयो खाली खाली भयो यो ठुल्यामा घर मात्रै बाँकी हो बाख्रा आयो बाख्रा गोरु गोठो गोरु नि बेचिदियो काम छैन ए बाख्रा तलतिरबाट पो आयो त अनि अब गोठ पर्ने बेला भन्ने बाख्रा घरमा ए दाउरा यहीँ चुरेछ यार सबै कुहिएर के गर्ने दाउरा ले भन्छ दाउरा यहीँ चाहिँ टन्नै हामी हो कता माथिबाट पुगेर आइरहेछ अनि दाउरा त यतै टन्नै रहेछ त नि कुहिएको अब के गर्ने खाली यो ठुलबाजे घर खाली भयो पानीको पाइप यहाँ कुकुरले बच्चा बच्चा ए गोसी गोरी गोरी ए बाहिर आइज बाहिर बाहिर आइज बाहिर आइज त कुकुरले बच्चा पा काट्नु पप्पी पप्पी ए बाहिर आइज ए खानु गएको छ कता ए पुन्टु पुन्टु ए पुन्टु पुन्टु ए आइज छैन तल गएको क्या आयो पुन्टु आएन यसले बच्चा काएर चार भयो हुन्छ नि यो रोड भयो यो माइल बाजे घर कान्छा बाजे घर यो चाहिँ हाम्रो
अब हामी यहाँ दाउरा ल्यायौँ छोडे गोडे ए यस दाउरा आयो ल दाउरा आयो दाउरा भरे बाल्ने डङ 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 बालाएर हाम्रो पानी के भयो पानी आयो कि आएन ए पानी आइसकेछ ल यत्रो पानी आएछ गोरे काहीँ न किन ए पानी छल्छल लु आजलाई भिडियो पानीको यति नै ल